ला रुदिन हेर के अरे रुदिन क्या आज म रुदिन तिमी ए बना न रुदिन मनी यताबाट निकाल नरुने तिमी ओइ रुपा यहाँ आउ तिमी रुने कि नरुने रुने अरे उता ल जिन्दगी मेरो तिमी रुने कि नरुने अरे नरुने गाइस ओइ रुने कि नरुने भर्खरै आइपुगेको पर्नुपर्छ अघि रुने भन्छ हेलो गाइजहरू रहेछ वा ए अरे मारिदिन्छ अहिले म कुरा भन्दा त यो पनि रुको है गाइज ओ यो पनि रुको दुईटै घपाक भइसक्यो त्यो यस्तो बजाउनु क्या कस्तो सम्झना छ भने मैले चाहिँ हेरिन के आयो जस्तै लाग्यो म रुदिन कसै बरा तिमीहरूलाई म यति धेरै माया गर्छु यार मलाई थाहै थिएन आफैलाई थाहै थिएन मलाई यति धेरै माया गर्छु
यो म माया सम्झन्छु मेरो विद्यार्थी भाइ बहिनीहरूले यो मलाई मेरो हुन्छ नि एउटा नोट गरे रहेछ 5 मिनेटमा आउँछु यो सबै गरिसक्छु टिचरले सिट डाउन भनेपछि हल्ला गर्ने कि चुप लाग्ने हल्ला गर्ने कि चुप लाग्ने यो चाहिँ शुक्ला चढ्नुको लागि हाम्रो केटाहरू ग्रुपबाट सबैजनाले भन्छ है ल आऊ केटा सबजना फेरि एकचोटि भनेको लाग्दैन हाम्रो समस्यालाई तिमीहरू फेरि एकचोटि भनेको लाग्दैन फेरि सम्झना आयो क्या ए क्लासमा पढ्ने रहेछ अथवा नपढ्ने रहेछ अथवा हुन्छ नि त होइन तिमीहरू कतिखेर त्यस्तो गर्यो अथवा त्यो क्षणमा त्यस्तो भयो होला तर मेरो भनाइ चाहिँ के भने जेसुकै होस् होइन सक्सेस चाहिँ तिमीहरूको प्रत्येक पाइला पाइलामा होस् भन्नको लागि मात्रै भनेको अन्यथा मैले मेरो लागि ती शब्दहरू प्रयोग गरेको भनेर चाहिँ लाग्दैन अझै पनि अस्तिको एक्जाममा लास्ट डे पनि मैले यहाँ 9 क्लासमा आएर भने पनि थिएँ यही शब्द प्रयोग गरेको थिएँ क्या म अझै पनि सम्झिन्छु यो क्लासमा आएर त्यही कुरा गरेको थिएँ तर होइन मेरो भनाइ चाहिँ यति के भन्दाखेरि मैले मेरो लागि भनेको होइन यो सबै विद्यार्थीलाई भनेको बडा अप्ठ्यारो पारो त म भन्दैछु मलाई थाहा छ यो क्लासमा को पास हुन्छ को फेल हुन्छ तर यो कुरालाई भनिरहँदा के भने अरू क्लासमा चाहिँ प्रशंसा तिमीहरूकै हुन्थ्यो है आगामी दिनहरूमा पनि अब यसरी नै सहकार्य गर्न तिमीहरूलाई विद्यार्थी र हामी शिक्षकै भएर पढ्न पाऊँ 11 मा तिमीहरूलाई पुनः स्वागत गर्न चाहन्छु Thank you. Thank you so much फेरि एकदमै अहिले आएर फेरि मलाई एकदम गुरु बनाएको छ लास्टमा सुरुमा चाहिँ एकदमै इरिटेटिङ गर्ने लास्टमा जाने बेला चाहिँ एकदम माया देखाएर जाने होइन त्यो हुँदाखेरि चाहिँ नपठाउने हो कि होइन मिल्दैन नि होइन एउटा नियमै हो होइन भेटेपछि छोडेर गर्छ भनेपछि त्यही पनि हामी फेरि पनि भेट्नेछौँ होइन हाम्रो भेट फेरि पनि हुँदैछ अब एज अ टिचर र स्टुडेन्ट मात्र नभएर हामी जीवनको हरेक मोडमा होइन तिमीहरूसँग भेट हुँदैछ किनकि हामीले यो जुन 1 वर्ष 2 वर्ष मात्र होइन क्या यस यो अवधिभरिमा हामीले धेरै त्यस्ता मिठा पल धेरै त्यस्ता नमिठा पल होइन हरेक कुरा हामीले चाहिँ हामी एभ्रिडे आएर तिमीहरूसँग सेयर गरिरहेको छौँ होइन त्यो कुरा कतिले कुराहरू किताबको कुराहरू तिमीहरू धेरै याद गर्दैन तर जुन हाम्रो एउटा सम्बन्ध होइन सँगै बसेर हामीले जति आजले टङ्का सामाजिकलाई आजको यस कार्यक्रमको अतिथिका